हेलो एन्ड नमस्ते एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। अनि आज चाहिँ हामी जाँदैछौँ टङ्गालुमा आइल्यान्ड। अब अहिले कति बज्यो? बिहान बिहान 8 बजिरहेछ। अनि अब हामी ब्रेकफास्टहरू गरेर मैले दुईटै पुन्टे मेरो बच्चालाई रेडी पनि पारिसकेँ अनि म पनि रेडी भइसकेँ। अनि अब चाहिँ हामी ब्रेकफास्टहरू गरिसकेर अनि हामी जान्छौँ ट्राममा, त्यसपछि जान्छौँ ट्रेनमा। अनि ब्रिस्बेन पुगेर अनि त्यहाँ फेरि केक लिनु छ, किनकि भोलि मेरो सानो फुच्चेको फर्स्ट बर्थडे हो। अनि हामी त्यहाँबाट केक लिएर चाहिँ अनि हामी जान्छौँ फेरि टर्मिनलमा। अनि त्यहाँबाट चाहिँ हामी फेरिमा चढेर टङ्गालुमा जान्छौँ, तपाईँहरूलाई देखाउने नै छु। अनि त्यही हो, अहिले पुरा पानी परिरहेको छ। मेरो भिडियो चाहिँ एन्डसम्म हेरिदिनु होला, अब कस्तो हुन्छ के हुन्छ होइन। फेरि मलाई मेरो दुईवटा फुच्चे अनि उसको बाबालाई सन्चो थिएन। अब अहिले चाहिँ फेरि तिनैजना ठिक भइसक्यो। अनि मेरो टर्न अब चाहिँ ठिक्क आज निस्किने बेलामा चाहिँ मलाई झन् ग्रस्त पारेछ, स्वर सुनेर थाहा पाउनु भइसक्यो होला। अब हेरौँ, जति बिरामी भए पनि जति चाहिँ नि इन्जोय त गर्नै पर्यो होइन। अब त्यही हो, हेर्दै गर्नु होला भिडियो। पुन्ते आर्यन वाच हेरेको। हामी चाहिँ यहाँ ट्रेन स्टेसन आइपुग्यौँ। ट्रेन स्टेसन आइपुग्यौँ तर ट्रेन छुटेको अवस्था। हामी चाहिँ यहीँ भ्यालीकै मेट्रोमा आइस र केक पनि यहीँबाट लिउँ भनेर सोच्यौँ, किनकि टाइम भएन, हाम्रो ट्रेन छुटेर यस्तै भयो। बच्चाहरूसँग हिँड्नु साह्रै गाह्रो छ। केक पनि छैन रहेछ यहाँ, ढिलो भइसक्यो। निस्किँदा छिटो निस्किनु खोजेको। आइस पनि सिद्धिएछ है भगवान्। अब हामी अन्त हेर्नुपर्छ। अनि त्यसपछि हामी सायद होइन, हामी उबर गरेर जान्छौँ, त्यही सोचेर आएको थियौँ। अब टाइम पनि छैन। हामीलाई चाहिँ यति रस भएको थियो गाइस, एउटा ट्रेन छुटिहाल्यो, त्यही भएर टाइममा हामी नआइपुग्ला जस्तो लागिरहेको थियो। अनि हामी चाहिँ हतार उबर गरेर अनि फोन गरिहाल्यौँ बाटोमा, हामी आउँदैछौँ, यस्तो भयो, ढिलो भयो भनेर। अनि उनीहरूले हाम्रो लागि 5 मिनट जति वेट गर्यो होला सायद धन्नाले, नभए हाम्रो यो फेरि छुट्थ्यो। अनि फेरि आफ्टर लाइक खै कति आवर पछि थियो भन्नाले हामी चाहिँ यो फेरिलाई समात्नु चाहिँ टाइम भयो। जे होस् हामीले कल गरिहाल्यौँ भनेर। हामी चाहिँ टङ्गालुमा आइल्यान्ड आइपुग्यौँ गाइस। अब चाहिँ हामी रिसोर्ट जान्छौँ अनि चेक इन गर्छौँ। त्यसपछि पहिलो चाहिँ के भन्छ, पहिला चाहिँ हामी जान्छौँ रजिस्टर गर्न डल्फिन फिडिङको लागि। फेरि पछि प्याक हुन्छ अनि फेरि भोलि मात्रै प्लान आउँछ, त्यही भएर पहिला सुरु त्यो गरिहाल्छौँ। अनि कचरा खाएर अनि अब के गर्छौँ हेरिहाल्नुहुन्छ तपाईँले भिडियोमा। हामी चाहिँ रिसेप्सनतिर जाँदैछौँ। यो चाहिँ हामी बसेको रुमबाट देखिने भ्यू। कति राम्रो नि। हामी चाहिँ भर्खर आइपुग्यौँ। हाई कति बेड त ल है। मेरो पुन्तो उतातिर छ किचन, डाइनिङ, टिभी। यहाँ अर्को बेडरुम छ। अनि त्यसपछि के भन्छ डल्फिन फिडिङको लागि हामीले रजिस्टर पनि गरिसक्यौँ। नभए फेरि के अरे प्याक हुन्छ नि त, अनि त्यही भएर हामीले गरिहालेको। अनि अब यो खाइसाइ गरेर अनि हामी खै कहाँ जान्छौँ के गर्छौँ। अनि त्यसपछि 7 बजे त्यस्तोतिर चाहिँ हामी डल्फिन फिडिङ छ अनि त्यही जान्छौँ।
Stay tuned, guys. पुन्तुको तिमीलाई ल हाम्रो सानो पुन्तु पनि यहाँ चिची खाने भइसक्यो चिची माम खाने भइसक्यो हामीले चाहिँ घरबाटै बजार ल्याएको थियौँ ऱ्यापहरू वाउ पुन्तु स्विमिङ गर्न जानु तिमी डाइनोको स्विमिङ कस्तो तिम्रो पुन्तु अब हामी यहाँ कफी सफी खाएर निस्किन्छौँ जिउ लालाक लुलुक भइरहेछ कफी खाएर फ्रेस भएर हामी निस्किने पुन्तुलाई हतार भइसक्यो स्विमिङ गर्नुको लागि सानो बिचमा लिएर जाने यो हे लु खै माटो यहाँबाट यसले उगाउ ल्याउ यसले उगाउ त्यसले यसो यसो निकाल यसरी हो त्यहाँ राख त्यो गुड बोय राम्ररी खै Putu. Sanu hot छ hot. पानी hot. Water hot छ. Swimming. पापाले swimming. सानु पुन्तु हामी चाहिँ भर्खर बिचमा गयौँ अनि त्यसपछि त्यहाँ पुन्तुले बलबसवाला पानी सानी खेल्यो अनि फेरि हामी स्विमिङ पुलतिर गयो अनि त्यही हो कस्तो रिफ्रेस हुने क्या है काम घर गर्दा गर्दा वाक्क भइसक्यो त्यो बच्चा सच्चा यताउता छुट्टी चाहिँ सबैलाई चाहिन्छ नि जस्तो लाग्यो मलाई चाहिँ अब सधैँ नगर्ने अब मन्थली नभए 6 मन्थली त अब पनि सकिँदैन होइन 6 मन्थमा एकचोटि नभए इयरली एकचोटि भए पनि यसो छेउछाउमै कतै भए पनि यसो जानु चाहिँ पर्दो रहेछ है त्यो चाहिँ मैले फिल गरेँ अनि अब एकदम थकित भइरहेछ हामी त्यो माथि सन्चो छैन कस्तो गाह्रो भएर अनि त्यही भएर अब एकछिन आराम गर्ने अनि 7 बजीतिर त्यही अब गइहाल्छु डल्फिन फिडिङ गर्नु अनि आउने डिनर गर्ने अनि त्यसपछि सुत्छौँ अनि भोलिपल्ट चाहिँ हामी सब एक्टिभिटिज गर्छौँ किनभने अब आज थकि पनि रहेछ अनि गर्नु पनि अब टाइम पनि छैन नि त लास्ट 4:30 बजीसम्म थियो त्यही माथि अनि थाकिरहेको बेलामा गर्नु पनि सकिँदैन अनि अब भोलि चाहिँ हाम्रो 8:30 कति बजेको बुक गरिदिएको छ प्यारासेलिङ त्यो गर्छौँ कायाकिङहरू गर्छौँ अनि पुन्टेको बर्थडे सधैँ मनाउँछौँ त्यही सब अब के हुन्छ हेर्दै गर्नु होला म अब आजको डे 1 अब भोलि डे 2 त्यसरी म राख्छु हामी चाहिँ खासमा आज र भोलिको लागि मात्र अनि पर्सि त हामी फर्किहाल्छौँ काम पनि त गर्नु पर्यो काममा फेरि जानै पर्यो छुट्टीमा मात्र बसेर त भएन गाउँ भयो जानेको त्यहाँ हामी चाहिँ त्यहाँ रुममा बसी हामी भन्दा पनि बच्चाले वाक्कै लगायो कि अनि त्यही भएर हामी चाहिँ छिटै निस्किहालेको अनि यतिकै यसो घुम्नु पनि हुन्छ इभिनिङ वाक जस्तो पनि हुन्छ भनेर अनि यतायतै त्यहाँ फिडिङ गर्ने भनेर अनि त्यही भएर हामी यसो यहाँ क्याफेमा बसेको अब त्यहाँ हल्का फिस एन्ड चिप्स खान्छौँ यहाँ अर्डर गरेछ अनि फिस एन्ड चिप्स खाएर अनि त्यसपछि 7 बज्छ अनि हामी जान्छौँ अनि आएर अनि डिनर गर्छौँ पिरो छ के पिरो छ ए पाउँछ फिट पिरो हुन्छ मिठो कति सिक्का लाई लिनु एउटा तपाईलाई ए तपाईलाई खानु हाय मलाई खानु खानु फिस खाने के म यो दिन्छु यहाँबाट छोडेर आहा सर Potato, please, taco. कस्तो हो यो त बोल्ने भए टाटो बोल्यो तिमी सानो बोल्यो वान इयर बोल्ने नै बोल्दैन टाटो भन्छ ल टाटो लानी हैन काट दिन्छ त काट्नु त पर्छ थ्यांक यू हो फिस सारे कुन्ते पनि टाटो भएन होला सायद फिस दिनु यहाँ सिलाइदिएको कि फिस खाने फिस हुन्छ फिस खाऊ फिस को फिस गर्नु फिस काट्नु होला
पिस नदिनु के हुन्छ भित्र पनि दबाई बाहिरको भित्राउँदैन तातो छ यो दिन चराको खाना यहाँ छ हाम्रो ठुलो चराको दिन त्यहाँ चाहिँ डल्फिनले वेट गरिरहेछ हामीलाई कहिले आउँछ र माछा दिन्छ भनेर नम्बर 4 सबै डल्फिन फिडिङको लागि आमा कति धेरै मान्छे माथि चाहिँ हेर्नेहरू Stay in the same line, please. Left side a little bit. Thank you. So, you can put the fish. Good job. You can put the fish. Nice and deep in the water, guys. Can you step back a little bit? Good boy, Bowman. So good. You ready, guys, for fish? It's so good. ए मेरो मोबाइल भिजिहाल्नु लागिरहेछ हामी चाहिँ डल्फिन फिडिङ गरेर आइपुग्यौँ भर्खर अनि यहाँ सानो पुन्तु चाहिँ डिनर गर्दैछ एक पेपर पनि खाँदैछ यहाँ पेपर पनि खाने तिम्रो डिनर हो त्यही हो छिटो मिठो टिभी हेर्दै यहाँ डिनर चल्दैछ के छ डिनरमा मामा Momo. मोमो सानोको मोमो 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 र पिरो पिरो अचार पिरो खाएर सब रुगा मर्के निकाल्ने हो मेरो भिडियो बिगार्यो यो मान्छेले यो बच्चाले आयो बेडमाथि पो चढेर रहेछ आज चाहिँ यति नै हो एकदम थकित भएको छ निन्द्राले चुर भइसक्यो हामी तर अब हामी निन्द्रा आएर के गर्नु बच्चाको चाहिँ सुत्ने होइन झन् नयाँ ठाउँमा आएपछि यिनीहरूलाई निन्द्रा लाग्दैन चकचक गर्न थालिसक्यो यहाँ अर्को अनि अब खानपिन पनि सब भइगयो अब चाहिँ त्यही अब आराम गर्छु भने आजको लागि चाहिँ यति नै हो अनि एक्टिभिटिज अनि पुन्तेको बर्थडे सब भोलिको भिडियोमा आउँछ अनि आज डे 1 चाहिँ यति नै थियो सो बाई सबैजनालाई अनि सी यु इन नेक्स्ट भिडियो अनि प्लिज मेरो च्यानललाई चाहिँ लाइक सेयर सब्सक्राइब गर्नु चाहिँ नबिर्सनु होला थ्याङ्क यू बन्धुलाई सुताएर म चाहिँ यहाँ भोलिको लागि रेडी गर्दैछु